अब धेरै टाइम साथीहरूलाई वेट गरिसकेपछि हाम्रो चारौँ साथीहरू सब आइसकेको छ। सबभन्दा फर्स्ट आउने चाहिँ म हो है गाइस। यो चाहिँ दिपक, उतै राज, अनि चाहिँ पछाडि चाहिँ यो को अरे यो किनभने चाहिँ एमुला होइन। अब हामी चाहिँ कहाँ जान लाग्यो, त्रिशुल जान लाग्यो। सो यार मिल्ते बादमा। ओके अब चाहिँ हाम्रो ग्रुप्सहरू जान गइरहेको छ। These are the girls. सेक्सनका गर्ल्सहरू होइन। अनि त्यसपछि पछाडिका सेक्सनका हैन, सेक्सन केटाहरू फ्रेन्डहरू छ। सरम लगाइछ है या बाइ बाइ। गीतमा मजाले नाच्ने है त। ओके सर पनि नाच्नुपर्छ हैन देविन। ओके अब चाहिँ हामी हाम्रो डेस्टिनेसनको तर्फ हिँडिसकेका छौँ। हामी बसमा चढिसकेका छौँ। यहाँ चिसो लास्ट भएको थियो नि। माइको यति चिसो भन्दा त आम्मा चिसो छ नि। फर्किने बेला म गर्दैछु भयो सिडी के त तिमी हरायो कि तपाईहरुको चाहिँ आइडी कार्ड चाहिँ लगाउनुस् है। ओके गाइस अब चाहिँ हामी हाम्रो डेस्टिनेसनमा पुगिसक्यो। दिस इज द एरिया। राम्रो देखिरहेको छ ब्लगमा। हामी छुट्यौँ नि यार, हामी मिस गर्यौँ। हामी चाहिँ हाम्रो हामी 7 किलोमिटरबाट फर्केर भर्खरै आइपुगेका छौँ। उल्टो बाटो गएर फेरि सुल्टो बाटो आएको छ हामीहरू होइन। रिभर साइड रमाइलो भयो, चिसो भयो, फेरि चिसो भयो। बसमा निद्रा लाग्यो, सुत्यो गरेर वाउ गजब छ रे ठाउँ त गजब छ। ठुलोमा जाऊँ न देखेँ जहाँनिर कि स्विमिङ पुल हो। स्विमिङ पुल त गजब छ दादा।
है तपाईँहरूको अब आफ्नो हाम्रो त सेकेन्ड हो हामी तिनजना सुजन राज अनि मेरो चाहिँ एउटा टेन्ट भयो अनि त्यो के अरे दिपक चाहिँ पाइले अर्कोसँग बस्न गइरहेको छ होइन हजुर ब्याक ल अनि यो चाहिँ हाम्रो टेन्ट हो कि आज हामी गर्न सुन्ने हामी तिनजना तपाईँले गर्नुपर्छ हामी टेन्टमा आगो हालिदियो टेन्टमा आगो बाल्दिनँ हामी बन फायर गर्नु आगो लागि अब चाहिँ हामी रेस्ट गर्न फ्रेस हुनको लागि हामी बाहिर जाँदैछौँ हामी होइन गइरहेको छौँ तर मस्त धेरै चाहिँ टेन्टमा सुत्छ क्या हामीसँगै जानको लागि प्लिज बी कनेक्टेड खास गरी वासरुम चाहिँ खास गरी यता छैन वासरुम जान क्या ब्रो भ्लग गरिदियो क्या अब चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुगेका छौँ र अब चाहिँ यो त्रिशुली त्यही होला होइन हाम्रो साथीहरू चाहिँ वासरुम जाने भनेर पुरै लाइन लागिरहेको छ यता चाहिँ वासरुम जाने ऱ्याफ्टिङ गर्नुपर्छ केटा हो ऱ्याफ्टिङ यही होला होइन त्यो अब हामी नाच्ने के होइन बाटो होइन यार यही त हो नि बाटो अझ हामी यहाँ चाहिँ साझा टिप्स लगाएर नाच्नुपर्छ आज यहाँ साझा यही होला होइन साझा हामी नाच्ने ठाउँ त्यो हामी साझा जाने ठाउँ त्यस्तो चाहिँ पानी चाहिँ खानु पऱ्यो कहिले जाने अब लगाउनु दिनुपर्छ यहीमा हो यहीमा हो अनि त्रिशुली भने त्यही होइन राफ्टिङ गर्दा आउँछ त त्यतिको पानी त्रिशुली साइड यतिमा हुन्छ यो रातिको लागि हो आज रातिको लागि सानो रहेछ यस्तो यार त्यही त जाउँ न भाइ कता जाने हो जाउनलाई त ठिक भइहाल्यो नि हामीलाई यता जाउँ न हामी देखौँ त्रिशुली साइड रेजर्ट ल 5 मिनेट हेर्नु पर्छ कहाँ गइरहेछ म तल नै मन तलै छु हैन हामी माथि दिनु डिभिन मैले बोलाको डिभिन कहाँ पछाडि गयो गाइस हामीहरु जान्छौँ अहिले हामी त्रिशुली रिजर्ट साइड रेजोर्टमा छ हामी मैले गएको नि त आज चाहिँ हाम्रो प्रोग्राम हुँदैछ हैन आज रमाइलो गर्नेछौँ एकछिन पछि हामी चाहिँ हजुर यो के लेख्छ यो टक्क यता डान्सर हाम्रो रियाज होइन यता देखाउँछ अगाडि रियाज ओके आज हामी क्लासमेट्सहरू पनि छ हाम्रो बट सिआर पनि छैन सिआर पनि छ गरिमा ऊ चाहिँ गरिमा होइन ग्रेसी अर ग्रेसी ग्रेसी तिमी के भन्न चाहन्छौ Keep loving him. Keep supporting. Wow. Please subscribe. अब चाहिँ हाम्रो नाइटको प्रोग्राम्सहरू अब स्टार्ट हुँदैछ बिस्तारै म्युजिक घन्किसक्यो ल हामी चाहिँ यो के भन्छ हाम्रो ग्रुप भयो होइन के भन्छ यो
अब हाम्रो सिङ्गर गिटारिस्ट सुजन अब हाम्रो के भन्छ भोकलिस्टहरू हुनुहुन्छ यहाँ स्पेसल अतिथि प्रमुख अतिथि हुनुहुन्छ अब चाहिँ यहाँ हाम्रो भ्लगर पनि हाम्रो ग्रुपमा अरू साथीहरू पनि जोइन हुन आइसक्नु भएको छ तिम्रो नाम प्लिज इन्ट्रोड्युस योरसेल्फ सिमरन ओके तिम्रो Kanchan. कञ्चन तिम्रो Sandhya. वाउ बाबा मेरो बाँकी छ पर्दैन मेरो रात ओके तपाईहरु आज काठमाडौँबाट यति टाढा त्रिशुली नदीको किनारमा रमाइलो गर्न एउटा सोशलाइजेसन प्रोग्रामको लागि आउनु भएको छ अब चाहिँ बिआइटीको बाटो हाम्रो बाटो होइन अब चाहिँ हामी गएर हामी वेलकम चाहिँ गर्छ होइन हामी कहाँ पुग्छ त ल टेक्सस एक्सिट अब म के काउन्ट गरौँ त हेलो भिआइटी आर यु रेडी आर यु रेडी गाइज खै यता Five, 4, 3, 2, 1. Welcome to Texas. Hello. Welcome to Texas, all of you Texasians. एउटा तस्बिरमा सहारा बन्ने सनी यादहरू टुरिस्टमा एकचोटि सुनिदेऊ न कुरा फेरि हेरिदेऊ न मलाई तिम्रो मनमा मुस्कालिएर अब चाहिँ ब्यान्ड पर्फर्मेन्स हुन गइरहेको छ एन्ड वाट टेक्सास आइडल 2021 का हेलो टेक्सास एभ्रीवन जोस अझै बनाइराख्नुपर्छ है सबजना यहाँ पसिना भरमा जानुपर्छ
मेरो यो फोटो पेटो सोधेर मलाई मनको थानी म छैन जस्तो कोही केटो सोधेर मलाई तिम्रो माया लौ मलाई राक्षी चढेछ त्रिशुली बगेर म शान्तिमा झरेछ तिम्रो माया लौ मलाई राक्षी चढेछ हे राफ्टिङ बिसाउने पारुले कमर कबूतर जा 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 कबूतर जा 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 कबूतर जा चलाओ ना नैनों से बाण रे चलाओ ना नैनों से बाण रे जान ले लो ना जान ले लो ना जान ले Boys and girls, come on! Half break भइसक्यो रेस्ट खाना दिस इज फेरि सेकेन्ड टाइम ओके अब हाम्रो इन्टरटेनमेन्टको फर्स्ट पार्ट सकिसक्यो अनि अब चाहिँ हामी खाना खाएपछि फेरि इन्टरटेनमेन्टको सेकेन्ड पार्ट विल कन्टिन्यू द्याट
अब चाहिँ हामी खाना खानको लागि अब हामी खाने पेट भर्ने पेट पूजा गर्ने अब अनि उभिने अनि स्टुडेन्ट उहाँ पनि छोड्नु भयो उहाँको हाइट सानो छ नि त त्यही भएर अब चाहिँ हामी खाना खाँदैछ डिनर टाइम हामीले खानासाना खाइसक्यो अब डिनर भइसक्यो र अब चाहिँ हाम्रो डिनर टाइम अब हाम्रो के भन्छ अब हाम्रो मेन सेसन 2 अब चाहिँ डिजे आउनु भएको छ अरे डिजेले नचाउनुहुन्छ नाच्नुहुन्छ चट्ट हुन्छ लेट्स गो कसैले पनि डान्स गर्दाखेरि अर्कोलाई डिस्टर्ब गर्दैन आफ्नो माइन्ड गर्छ फुल दिन्छ एउटा फुल साउन्डमा डिजे त्यो रात जहाँ हामी त्यति धेरै क्लोज नभए पनि त्यो रातले हामीलाई एकदम क्लोज बनाएको थियो जहाँ हामी डिजेको तालमा मचिरहेका थियौँ जहाँ हामी साथीहरूसँग आगो ताप्दै मासु खाइरहेका थियौँ कोही साथी मासु टन्न खाने थिए त कोही भेजिटेरियन नै थिए जो हाम्रो ग्रुपदेखि टाढा गइरहेको थियो कोही साथी थिए कोही सिङ्गर थिए कोही डान्सर थिए अर्को थिए कोही चुतिया थिए यहाँ आउँदा छुट्टियो अनि ऊ चाहिँ हेलो च्यानल गाइस अब चाहिँ हामी सुत्नको लागि भनेर हाम्रो टेन्टमा आइसकेका छौँ अब यो टेन्टमा चाहिँ हामी 4 जना सुत्ने भएका छौँ सुजन दास साइको अनि त्यसपछि यो रात चाहिँ हामी यहाँ टेन्टमा सुत्दै भनेर अब रेडी भइरहेछ क्या हामीहरू हेलो च्यानल वेलकम टु माई गाइस अब चाहिँ अब हामीसँग के छ स्लिपिङ ब्याग्सहरू छ टेन्ट छ
पछाडि छ टेन्ट छन त छ तर अलि सानो भयो के सानो भयो उताको टेन्ट राम्रो छ उतापट्टिको टेन्ट ठुलो छ नि अब चाहिँ 4 जना हामी एडजस्ट गरेर चाहिँ अब सुन्ने टाइम भयो हाम्रो अहिले कति बज्यो भन्दाखेरि लगभग 12 जनाको लागि टेन्ट न एकजना चाहिँ हाम्रो दोस्त एकदम प्यारो मित्र भएर छोड्न नमिलेर के 1 बज्न लागिसकेको छ हामी अब आज मस्त गरे आजको रेडी दिन चाहिँ मस्त भयो अब चाहिँ हे भगवान ओके गुड मर्निङ हामी चाहिँ अहिले बिहानको 6 बजिसकेको छ हामी उठिसकेका छौँ म चाहिँ बिहान यसो मजासँग पिङ खेल्दैछु अहिले चुड्यो भनेपछि एक्ज्याक्टली यताउता भयो भनेपछि तल टेन्टमा कता बाहिर तल खस्नुपर्छ अहिले फेरि तर एउटा कुरो के सबै बोइजहरूले चाहिँ टेन्टमा सुतेको होइन गर्ल्सहरूले चाहिँ पारेको चट्ट आएको रुममा भने केही छैन चिसो हुन्छ भन्नालाई चाहिँ चिसो भएन के अरे त्यो स्लिपिङ ब्याग थियो नि त होइन भित्र पस्यो बाहिर के भन्नु अब चेन लगायो होइन सबै चेन लगायो मजासँग सोध्यो चिसो हुन्छ भने खानेको चिसो भएन तर जब म स्लिपिङ ब्यागदेखि बाहिर निस्केँ टेन्टदेखि बाहिर निस्केँ -डिग्री चिसो भयो साथीहरू चाहिँ कोही उठेको छैन टेन्टमै सुतिरहेको छु हामी ब्रेकफास्ट लिँदैछ ब्रेकफास्टमा यस्तो छ हेलो च्यानल वेलकम टु माई गाइज and this is the breakfast time. Breakfast के छ अन्डा छ जाम छ चना छ अनि आलु पनि छ हैन पुग्दैन त्यतिले नि हेलो 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 वी आर हियर भयो नि वाउ ट्रेनिङ गर्छ नि त्यो जिप लाइनको क्या आफ्नो हात गरेर जाने होला नि है ल अब चाहिँ हामी यहाँ फोटो सेसन गरेर अब सकिसक्यो अब हाम्रो फोटो सेसन कार्यक्रम सक्यो अब हामी जाने अब हामी जाने सक्यो त हामी चाहिँ फिल्ममा जाँदैछ Yo, what's up guys? मेरो नाम सुजन देख्यो अब चाहिँ हाम्रो पारी पुल छ अरे नि त पुल छ पनि अनि त्यही भएर हामी अब हामी चाहिँ पुलमा जानु लाग्यो क्या पारी पुल छ पुलमा जाने अनि पुलमा फोटोसोटो हान्ने रमाइलो गर्ने अनि आज फेरि ऱ्याफ्टिङ गर्ने हुँदैन कि भन्नु आएको छ क्या तर के भन्छु घाम लाग्यो मस्तसँग घाम लाग्दैछ आकाश खुलिरहेको छ नि त बिहान सेतो थियो निरो भइरहेको छ आकाश सो द्याट हामी अब आई थिङ्क ऱ्याफ्टिङ गर्छ होला है किनकि मलाई डर लागिरहेको थियो कि अब हुन्छ नि यस्तो चिसो मौसममा अनि तिमीले ऱ्याफ्टिङ गऱ्यो भने चाहिँ अब पहिला त हेर्नु ठिक छैन अनि समातिहाल्छ क्या सो द्याट अब हामी चाहिँ पुलमा जाने फोटोसोटो खिच्ने घाम लागेको छ त्यसपछि हामी चाहिँ के गर्नु है के हो नि ऱ्याफ्टिङ घाम लाग्यो त अनि गर्नु परेन
रमाइलो भइरहेको छ जोस् दिस इज द सेकेन्ड डे दिस इज द फर्स्ट डेमा राम्रो भयो यो चाहिँ फर्स्ट डेमा के भयो हामीले रमाइलो गऱ्यो र आज सेकेन्ड डे वाउ वाउ सो लाइक ग्रेट तपाईँ के भन्नुहुन्थ्यो अरे मोमो के भन्नु चाहन्छु के भन्नु च्यानल वेलकम टु माई गाइस उसको डायलगै हो क्या साइको हुन्छ कल मी साइको अरे हामी दिस इज द मोस्ट वाट फेभरेट प्लेस अर वाट त्यसपछि चाहिँ अब हामीले मस्त त्यसमा फर्किनु पर्छ तिमी के भन्न चाहन्छौ डेभिडलाई के भन्न चाहन्छौ राम्रो साथी छ एभ्री टाइम मेरो ब्लग्सहरू कहाँ हुन्छ पुलमै हुन्छ मैले जति ब्लग्सहरू हालेको छु त्यो सब पुलकै छ क्या हो भने ल हेर अब आउँदै गर न फोन गऱ्यो भने चाहिँ अब पुलमा रमाइलो हुन्छ अहिले डराएको तिमीहरू होइन मैले बाइक आयो त फोटोसुट गर्न बस्यो भन्दा नि होला त्यहाँ बाइक गएर त बाइक जाने अब हामी जाने क्या यहाँ प्रायः जस्तो भ्लग्सहरू के हुन्छ पुलमै हुन्छ कि त कसैको भ्लग एभरेज भ्लग्सहरू के भन्छ पुलमा हुन्छ त्यो चाहिँ यहाँ पोस्ट दिनु हुँदैन एउटा गीत गाउ त कहते हैं खुदा में इस जहां में सभी के लिए किसी ना किसी को है बनाया हर किसी के लिए तेरा मिलना है उस रब का इशारा मानो मुझको बनाया तेरे जैसे ही किसी के लिए कहते हैं खुदा ने इस जहां में सभी के लिए किसी ना किसी को है बनाया हर किसी के लिए तेरा मिलना है इस रब का इशारा मानो मुझको बनाया तेरे जैसे ही किसी के लिए कुछ तो है तुझसे राबता कुछ तो है तुझसे राबता कैसे हम जाने हमें क्या पता कुछ तो है तुझसे राबता तू हम सफर है तो का फिक्र है जीने की वजह यही है मरना इसके लिए कहते हैं खुदा ने इस जहां में सभी के लिए किसी ना किसी को है बनाया हर किसी के लिए थामन हात ल थामन हात यो तिमी मेरो राख्नेछु तिमीलाई म अङ्गालोमा बेरियो खाउन कसम नछोडिने कहिले जुनीभरिको लागि साथ दिन्छु म देखि अहिले ओके जोइन विथ अस थामन हात फेरि थामन हात फेरि वेलकम टु माई गाइस थामन हात यो तिमी मेरो राख्नेछु तिमीलाई म अङ्गालोमा बेरियो खाऊ सम्झेर तिमीलाई हराउने गर्छु म सोचेर तिमीलाई आइ हराउने यता हेर सोचेर तिमीलाई आइ हराउने गर्छु म सम्झेर तिमीलाई आइ हराउने गर्छु ब्लग्समा ल अब चाहिँ हामी कहाँ जान लाग्यो अब हामी राफ्टिङ गर्न जान लाग्यो होइन अब हामी राफ्टिङ जान लाग्यो ओइ मटे खै दिस इज आवर टिम अब हाम्रो टिम हो अब हामी चाहिँ राफ्टिङमा जान लाग्यो आई फिल लाइक आइ एम गोइङ टु स्पेस क्या त्यस्तो फिल भइरहेको छ ल अब हामी राफ्टिङ जाने
आउनुहोस् ल अलि ब्याक अलि पछाडि बस्ने अलि पछाडि हो ल है त ल ल ल ल अलि भएन नि अलि पछाडि यहाँबाट जम्प गर्ने यहाँ बस्ने है त अब को खेल्न मन लाग्छ त्यसरी ल केटा हामी चाहिँ अब के अरे यो भोइस चाहिँ अर्कै भइसक्यो मेरो त के अरे ऱ्याफ्टिङ गरेर हामी आइसक्यो होइन तर हाम्रो भोइस चाहिँ त्यो क्र्याक भइसक्यो हाम्रो होइन पानीमा डुबेर आयो पानी खाएर यो त्रिपुरीको डुब्की लगाएर आयो पानी खाएर आयो मस्त भयो होइन हाम्रो टिमहरू यहाँ कस्तो भयो ऱ्याफ्टिङ गर्नु फोटो खिच्ने कता हामी कता खाना खाने हामीहरू होइन एकदमै जाडो भइरहेछ एकदमै जाडो भइरहेछ ऱ्याफ्टिङबाट आएर हामीसँग चाहिँ माछा रहेछ कहाँ छ माछा Guys, what do? Guys, what you do? You get it? Consent. And अब चाहिँ हामी return back to our home, back to our college. अब चाहिँ हामी हाम्रो कलेजतिर अनि त्यसपछि हाम्रो घरतिर फर्किसकेको. One day, one night. It was very awesome. From Ramailo, it's been adventurous and well. It's very good.